What's up everyone? के भन्छ अरे गुड इभिनिङ अनि नयाँ ब्लगमा स्वागत छ तपाईँहरूलाई। अनि आज लाबरिस ब्लग पार्ट 1 मा म चाहिँ अब जाँदैछु लाबरिस तरिकाले कहाँ त्यो पनि मलाई थाहा छैन। अब लाबरिस भनेपछि लाबरिस तरिकाले हिँड्यो होइन, कहाँ पुगिन्छ त्यही अब लाबरिस ब्लग हेरिराख्नु होला। सो म कहाँ पुग्छु के गर्छु भन्ने कुरा तपाईँहरूलाई देखाउँदिन्छु। किप वाचिङ गाइज। तरिकाले अब यहाँ क्यामेरा खोल्नु पऱ्यो। अब क्यामेरामा ब्याट्री स्याट्री छ कि छैन यसो अलिअलि फोटो नि खिचिदिउँ होइन बाटोतिर भनेर हो के अरे। अब ब्याट्री स्याट्री छ कि छैन एकचोटि चेक गरौँ। 21% रहेछ, अर्कोमा छ होला। अब लाबरिस तरिकाले यो ट्याक्कै हाल्नु पऱ्यो। क्यामेरा मात्रै लान्छु, क्यामेरा र लेन्स लान्छु। अनि त्यसपछि एउटा छुट्याउनै नहुने काम चाहिँ कार्ड चाहियो नि त। कार्ड बिना त अधुरो हुन्छ। फेरि एउटा लाबरिस कार्ड हाल्नु पऱ्यो यहाँबाट। जुन हाले पनि एउटा हाल्छु। अब यसपछि लाबरिस तरिकाले अब क्यामेरा नि हाल्छु। अब ट्याक्क अनि त्यसपछि टक्क म चाहिँ जान्छु गाइज होइन। सो गाइज म चाहिँ अब रेडी भइसक्यो होइन ट्याक्क। अब त्यसपछि ट्याक्क स्कुटर स्टार्ट गर्ने, जाममा हिँड्ने। अब कहाँ हिँड्ने भन्ने कुरा पनि थाहा छैन। सो कहाँ हिँड्ने पानी पनि पर्नु ला मजा नि हुन्छ जस्तो छ आज। पानी चाहिँ हल्का बेलुका परिदियो भने थियो फर्केसिन्। सो म चाहिँ अब चल्दै गयो। ल आयो 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 कता हो त नि सोल्टी आउन भन्दै थियो आयो। अब फाइनल्ली हामी यहाँ आइसक्यौँ गाइज लाबरिस तरिकाले। अब कहाँ जाने हो भन्छ है, कहाँ जाने थाहा छैन क्या, त्यही भएर एक ठाउँमा जाऊँ। अब हेर म चाहिँ यहाँबाट टक्क जाने हो, कहाँ जाने हो थाहा छैन। सो कहाँ जान्छौँ हामी देखाउँछौँ गाइज। किप वाचिङ। कालीखोला जाने हामी चाहिँ अब कता जानु त? चिहान जाने पहिला जम्का भेट भन्नु अझ हामी कालीखोलामा आइसक्यौँ है केटा हो। कालीखोला के हो, गण्डकी नि हो, दुइटै हो। सिटोमा हामी जाने सनकोट गइदिउँ न त, हुन्छ? तेल हाल पहिला होइन। अझै हामी यहाँ नदीपुर आइसक्यो गाइस। अब यहाँबाट माथि टक्क गएर तेल हालेर अनि स्याट त्यसपछि जानुपर्छ कता भन्दाखेरि सराङकोट। सो कि बस गाडी चाहिँ त आइसक्यो पेट्रोल पम्पमा। खोइदे त तेल हालेर अब हामी यहाँबाट ठाडै उकालो लाउनु पर्छ। ट्याक्क त्यहाँबाट हो जाने चाहिँ स्याङ्कु पराउँछ। यहाँबाट बिन्दाबासी टेम्पल हो यो चाहिँ। उकालो लाग्दैन ल, हातले जान्छ तलको पानी पानी गरिरहेछ होइन। क्यामेरा लिएर यसरी खयाएर हिँड्दाखेरि सबैले हेर्छ, तर हेऱ्यो यस्तो भन्यो उस्तो भन्यो भनेर चाहिँ कन्फिडेन्स लो गराएर चाहिँ मैले पनि अघि बढिन्न गाइस। यस्तो हामी चाहिँ अब यहाँ ग्राउन्डमा आइसक्यौँ। ग्राउन्ड हो कि के हो, पार्किङ होला नि। अब सिँढी चढी माथि गइन्छ के कस्तो छ माथि यसको गाइस। यहाँबाट हिँड्दै माथि गएर खाली पेटमा अलिक खाजा हालास् नि त अनि तेरो पैसाले। ठकै लाग्यो त्यो हिँड्दा नि है। स्याहार आउँदो रहेछ, धेरै भयो नहिँडेको। अनि हरियाली नि छ यहाँ टक्क। फाइनली हामी आइयो गाइस सराङकोट धाम। शिथिल भइस यति हिँड्दा शिथिल भयो। हो र सनसेट नि भएछ अलिअलि पानी पऱ्यो। सही देखियो भ्यू चाहिँ अलिकति दाग देखियो क्या पानीले।
कस्तो लाग्यो त यहाँ आएर मलाई कस्तो कस्तो सरङकोट आएछ कस्तो लाग्यो है इन्डियनहरू छ गाइस धेरै जस्तो इन्डियनहरू मान्छे खासै धेरै त होइन मजा त मजा भयो यता यता पनि छ होइन मूर्ति यहाँ फोटोसोटो खिच्ने कार्यक्रम हुँदैछ अब हामी चाहिँ यहाँ घुम्छौँ एक राउन्ड घुम्छौँ कैसे लगा आपको नेपाल अच्छा लगा बहुत अच्छा सरंगकोट कैसा है सरंगकोट हाँ ये महाराष्ट्र इंडिया महाराष्ट्र से आया हाँ मराठी में बोलो अच्छा लगा मराठी समझ सकते क्या आप नहीं नहीं हिंदी ओनली हिंदी 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 हाँ, आप यहाँ की क्या हाँ लोकल है आप लोकल पोखरा से ये जो सारंगकोट नहीं क्या हाँ हाँ बहुत नयन रम्य बहुत अच्छा है थैंक यू मजा आयो गाइस यहाँ अब हाम्रो इन्डियाबाट आएको टुरिस्टहरूलाई चाहिँ एकदम रमाइलो लाग्यो अरे यहाँ चाहिँ पानीको धाराहरू छ टन्नै धेरै छ धाराहरू है के धारा रे यो है के धारा यो उस होला नि त 108 हो कि कति त्यो धारा होला नि त होइन त्यसमा नहोला आर्टिफिसियल उसहरू बन्छ यो के भन्छ यसलाई के भन्छ यसलाई के भन्छ अरे यसलाई यो सस्तो हो क्या यो ओपन मुस्ताङको त्यो केप छ नि त्यो हिडन केप जस्तो टाइपको वास ह्यान्ड यहाँ शिवलिङ्गहरू पनि छ है शिवलिङ्गहरू अनि फोटो चाहिँ त कहाँ खिच्छ जस्तो फोटो यसको ब्याक साइडमा चाहिँ यस्तो देखिन्छ यस्तो छ यता चाहिँ खुले छैन है दामी देखिरहेको छ हावा सर र चल्यो आनन्दले सो आजको लागि भ्लग यही हुन्छ गाइज सो मन पऱ्यो भने लाइक सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला वाचिङ सो बाई बाई